सन् 2026 को निर्वाचन यो केवल एउटा चुनाव थिएन, यो त नेपालको राजनीतिमा आएको एउटा युवा भूकम्प थियो। हो, यसले सबै कुरा हल्लाइदियो। आज हामी यही परिवर्तनको कथालाई गहिरिएर हेर्दैछौँ। सुन्नुभयो, हिमाल बोलिसकेको छ। यो निर्वाचनको नतिजा सामान्य राजनीतिक उथलपुथल मात्रै होइन, यो त एउटा नयाँ युगको सुरुवातको घोषणा हो। तर सबैभन्दा ठूलो प्रश्न त यो छ, आखिर यो भयो कसरी? कसरी एउटा सिङ्गो पुस्ताले केवल एउटै चुनावबाट नेपालको राजनीतिक नक्सा नै फेरि कोरिदियो? आउनुस् यसैको जवाफ खोजौँ। हाम्रो विश्लेषणको पहिलो खण्डमा हामी हेर्दैछौँ कसरी यो राजनीतिक युवा भूकम्पले दशकौँदेखि जमेको पुरानो शक्तिलाई ढालिदियो। अब यो युवा भूकम्प वा युथ क्वेक भन्ने शब्द बारम्बार आइरहेको छ, होइन? आखिर यो हो के त? खासमा यो एउटा यस्तो शक्तिशाली राजनैतिक घटना हो जहाँ युवा मतदाता, विशेष गरी जेन जी पुस्ताले कुनै नयाँ राजनीतिक शक्तिलाई यति धेरै समर्थन गर्छन् कि पुरानो स्थापित व्यवस्था नै पुरै हल्लिन पुग्छ। त चुनावी मैदानमा दुई खेमा प्रष्टै देखियो। एकातिर थिए वर्षौंदेखि राजनीतिमा जमेका पुराना खेलाडीहरू नेकपा एमाले र नेपाली कङ्ग्रेस, अनि अर्कोतिर थियो एउटा बिल्कुलै नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासपा, जसले पुरै खेलको नियम नै बदल्नेवाला थियो। त्यो नयाँ शक्तिको प्रतीक थियो घण्टी। अब यो घण्टीको उदयले भविष्यको के सङ्केत गर्यो र यसले यस्तो सफलता कसरी हात पार्यो त्यो हेरौँ। रासोपाको चुनाव चिन्ह घण्टी सिर्फ एउटा चिन्ह थिएन, यो त एउटा वाचा जस्तै बन्यो। युवा मतदाताहरूका लागि यसको मतलब थियो विगतको राजनीतिसँग पुरै नाता तोड्ने, पारदर्शिता र योग्यतालाई पहिलो प्राथमिकता दिने, सरकार चलाउने तरिका नै डिजिटल बनाउने, अनि सबैभन्दा ठूलो कुरा भविष्यको बारेमा सोच्ने। र यो कुरा युवाहरूको मनमा कति गहिरोसँग बसेको थियो भन्ने कुरा काठमाडौँका एक 21 वर्षीय पहिलो पटकका मतदाताको यो भनाइले छर्लङ्ग पार्छ। उनी भन्छन्, हामीले पार्टीलाई मात्र भोट दिएका होइनौँ, हामीले आफ्नो भविष्यलाई भोट दिएका हौँ। पुराना पार्टीहरूले हाम्रो बारेमा कुरा त गरे, तर हामीसँग कहिल्यै गरेनन्। घण्टीले हामीलाई आवाज दियो। र यो केवल भावनाको जित मात्रै थिएन है। नतिजा हेर्ने हो भने रासोपाले मुख्य सहरी क्षेत्रहरूमा त तहल्का नै मचायो, अनि समानुपातिक मतगणनामा पनि पुराना पार्टीहरूको किल्ला मानिने ठाउँहरूमा समेत आफ्नो दबदबा कायम गर्यो। त्यसो भए यो ठूलो उथलपुथलका पछाडि को थिए त? यसका मुख्य खेलाडी थिए नेपालको जेन जी पुस्ता। यो परिवर्तन एकाएक भएको थिएन, यसको पृष्ठभूमि तयार हुँदै थियो। सन् 2025 को अन्त्यतिर हेर्ने हो भने भ्रष्टाचार र बेरोजगारी विरुद्ध युवाहरू सडकमा उत्रिएका थिए, अनि 2026 को सुरुतिर त्यही आक्रोश सामाजिक सञ्जालमा पोखियो, जहाँ जवाफदेहिताको माग गर्दै ठूला अभियानहरू चले, र अन्ततः चुनावको दिन सडकको त्यो तागत भोटमा बदलियो। तर युवाहरू किन यति धेरै रिसाएका थिए त पुराना शक्तिहरूसँग? कारणहरू प्रष्टै छन्। पहिलो त युवा बेरोजगारी चरम सीमामा थियो। दोस्रो, भ्रष्टाचारले जरा गाडेको थियो। तेस्रो, ती पुराना कहिल्यै नसकिने वैचारिक लडानीहरू, अनि पटक पटक गरिएका तर कहिल्यै पूरा नभएका वाचाहरूको लामो सूची। उनीहरूलाई त केवल राम्रोसँग चल्ने सार्वजनिक सेवा चाहिएको थियो। यो ऐतिहासिक चुनावपछि नेपाल एउटा नयाँ मोडमा आइपुगेको छ। अबको अध्यायले एउटा नयाँ युगको सुरुवात गरेको छ। रासोपाको यो उदयले अब नेपालमा के परिवर्तन ल्याउन सक्छ त? हेरौँ है। पहिलो त शासन गर्ने तरिका नै फरक हुने देखिन्छ, जस्तै ई-गभर्नेन्स र पारदर्शितामा निकै जोड दिइनेछ। दोस्रो, नीतिहरूमा पनि नयाँ पुस्ताको सोच देखिनेछ, जस्तो कि जलवायु परिवर्तन, डिजिटल पूर्वाधार र नयाँ स्टार्टअपहरू प्राथमिकतामा पर्नेछन्। अनि तेस्रो र सायद सबैभन्दा ठूलो चुनौती, अब विद्रोह गर्ने डिस्रप्टरको भूमिकाबाट देश चलाउने कुशल एडमिनिस्ट्रेटरको भूमिकामा देखिनु हो। ल, परिवर्तनको घण्टी त जोडले बज्यो। तर अब सबैको मनमा एउटै प्रश्न छ, के नेपालका यी नयाँ नेताहरूले साँच्चै एउटा नयाँ भविष्य कोर्न सक्लान्, वा समय बित्दै जाँदा कतै उनीहरू आफै नयाँ पुरानो शक्ति त बन्ने होइनन्?